नमस्कार सबैजनामा राधे राधे। म खासै त्यस्तो राजनीतिक विषयहरूमा त्यस्तो धेरै बुद्धिजीवी त्यस्तो धेरै जानेको राजनीतिक विषय जानेको बुझेको मान्छे त होइन। म खासै त्यस्तो राजनीतिक विषयमा चासो लिने मान्छे होइन। तर पनि अहिलेको नेपालको बदलिदो परिस्थिति र चुनावी माहौललाई हेर्दा र त्यो माहौलबाट मैले आफै प्रत्यक्ष रूपमा त्यो माहौलमा चाहिँ फिल गरेको, मेरो आफ्नै फ्यामिलीमा मैले फिल गरेको कुराहरू स्पेसली भन्नुपर्दा चाहिँ मैले चाहिँ के फिल गरेँ भने नेपालको ग्रामीण भेगमा रहेका जुन अलिकति चाहिँ उमेरले पनि लगभग अब रेस्टै गर्नुपर्ने बा अथवा आमाको उमेर समूहमा चाहिँ के भेटेँ मैले भन्दाखेरि मैले पर्सनल्ली बुझ्दा चाहिँ यसो वरिपरि मेरो फ्यामिली वरिपरि बुझ्दा चाहिँ के भेटेँ मैले भन्दा उहाँहरूलाई चाहिँ देश भनेको के हो नै थाहा छैन के। देश भनेको के हो नै थाहा छैन। उहाँहरूलाई चाहिँ देश भनेकै पार्टी हो र पार्टी भनेकै देश हो भन्ने मात्रै थाहा छ। देश अलग हो, देश भए पार्टी हुने हो, देश बिना पार्टी हुँदैन भन्ने थाहा छैन। उहाँहरूलाई चाहिँ पार्टी भयो भने चाहिँ देश हुन्छ, बिना पार्टीको केही पनि हुँदैन भन्ने एउटा मेन सबभन्दा ठुलो भ्रम छ। र अर्को के छ भने व्यक्तिगत स्वार्थपूर्तिको आश र व्यक्तिगत स्वार्थपूर्तिको लोभमा अझै पनि मान्छेहरू पार्टीको पछाडि झुन्डिरहेको, अथवा मासु भातै भनौँ न एक हिसाबले भन्नुपर्दा त्यसको लागि चाहिँ मान्छेहरू पार्टीको पछाडि झुन्डिरहेको, दौडिरहेको, अनि केही दिन्छ कि पार्टीले केही गरौँला, केही खाउँला, कसैलाई केही गरौँला भन्ने हिसाबले व्यक्तिगत स्वार्थको पछाडि दौडिरहेको चाहिँ मैले धेरै नै भेटेँ होइन। व्यक्तिगत स्वार्थ पनि कुन उमेर समूहको मान्छेमा भन्दाखेरि त्यो उमेर समूहको मान्छे जसको आज छ भोलि के छ ठेगान छैन। किनभने उहाँहरूको सरदर हामीले नेपालको हिसाबले हेर्ने हो भने सरदर आयु लगभग पुरा भइसकेको छ। चुनावमा भोट हालेको भोलिपल्टै पनि सायद आयु पुरा हुने अवस्था पनि छ। मैले भनेको मतलब त्यो नराम्रो हिसाबले भन्न खोजेको होइन, मतलब त्यो लेभलको एउटा पिँढीमा चाहिँ देश भन्ने के हो भन्ने कुराको कन्फ्युजन र व्यक्तिगत स्वार्थको पछाडिको दौडाइ। किनभने मान्छेले हिजोदेखि नै उहाँहरूलाई कसैले पनि देशको बारेमा कसैले पनि बुझाएन, देशको बारेमा कसैले पनि सिकाएन। देश भनेको यो हो, हामीले देशको लागि गर्नुपर्छ र हामीले देशको लागि लड्नुपर्छ, हामी देशको लागि लडेको हो भन्ने कुरा चाहिँ कसैले पनि सिकाएन। सबैले व्यक्तिगत स्वार्थको पछाडि मात्रै भगायो, व्यक्तिगत स्वार्थ मात्रै सिकायो र पार्टी भनेको के हो भन्ने मात्रै सिकायो। पार्टी भनेकै देश हो र देश केही पनि होइन, पार्टी नै सबैभन्दा ठुलो। पार्टी भनेको देशभन्दा ठुलो, सबैभन्दा ठुलो, आफ्नो परिवार सम्पूर्णभन्दा, आफ्नो शरीरभन्दा पनि ठुलो पार्टी हो भन्ने कुरा जुन हिसाबले हिजोको दिनमा चाहिँ गाउँघरतिर गएर अशिक्षित अबुझ जनताहरूप्रति चाहिँ जुन आजका यी बुढा बाहरूले सिकाए, त्यहीलाई नै त्यो पिँढीको चाहिँ मानिसहरूले मैले चाहिँ फिल गरिरहेको स्पेसली देखेँ, बुझेँ होइन। त्यसैले मेरो सबैजना नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हामीले यहाँबाट भोट गर्नु मिल्दैन। तपाईँहरू नेपालमा हुनेहरूले चाहिँ कृपया यसपालि चाहिँ बुद्धि नबिगार दिनु होला। यसपालि देशको लागि सोचिदिनु होला र घन्टीमा 1 छाप 2 छाप लगाइदिनु होला भन्दै मेरो सामान्य बुझाइ अनुसारको शब्दहरू यहीँ राख्दछु। धन्यवाद।